Hello, going to BSc graduates. Welcome to my YouTube channel. And today, this is the second video in this YouTube channel. Today, I have the question from height and distance for optional mathematics and compulsory mathematics. Both this question may come in both compulsory mathematics and optional mathematics. So let's begin and solve this question. This is very important for you. यो चाहिँ 3 मार्क्सको लागि आउँछ कम्पलसरीमा चाहिँ 4 मार्क्स 5 मार्क्सको लागि आउँछ त्यसमा चाहिँ एक्स्ट्रा क्वेसनहरू पनि हुन्छ जस्तै डेफिनेसन सोधे होला जस्तै एंगल बढायो भने के हुन्छ घटायो भने के हुन्छ लेन्थ बढायो भने के हुन्छ हाइट बढायो भने के हुन्छ त्यस्तो सोध्छ कम्पलसरीमा चाहिँ अप्सनलमा चाहिँ डाइरेक्ट एउटा हिसाब हुन्छ त्यसको कि त हाइट निकाल भने हुन्छ कि त एंगल निकाल भने हुन्छ कि त डिस्टेन्स निकाल भनेको हुन्छ त्यसमा चाहिँ सल्भ गर्नुपर्छ सो लेट्स बिगिन यसलाई सल्भ गरौँ यो चाहिँ 3 मार्क्सको लागि आउँछ हैन अप्सनल म्याथमेटिक्समा को कुरा गरिरहेको छु है म अप्सनल म्याथको कुरा गरिरहेको छु अब यसलाई सल्भ गर्दाखेरि क्वेशन पढ्नु पर्यो अभियसली सुरुमा त्यसमा के भनेको छ फ्रम रूफ अफ हाउस अफ 12 मिटर हाइट एंगल अफ एलिभेसन एन्ड डिप्रेसन अफ टप अफ टावर एन्ड बटम अफ टावर आर 60 डिग्री एन्ड 30 डिग्री रेस्पेक्टिभली यसको मतलब के भनेको छ कि यसमा चाहिँ एउटा घर छ रे एउटा घर छ यो घर भयो यो चाहिँ टावर भयो एउटा घर छ एउटा टावर छ भनेको छ अब अभियसली घर भन्दा टावर ठुलो हुन्छ त्यसैले मैले टावर बनाएको छु यो चाहिँ टावर हो यो चाहिँ घर हो हैन अब यो चाहिँ घरको छत हो यो चाहिँ घरको र टावरको फुटको डिस्टेन्स र छतको डिस्टेन्स सेमै हुन्छ त्यसैले यो दुईटा सेम हुन्छ अनि यो चाहिँ घरको छत भयो अब यो चाहिँ टावरको टप भयो यो चाहिँ टावरको बटम भयो अब यसमा चाहिँ के भनेको छ द फ्रम रूफ अफ हाउस घरको छतबाट यतादेखि अफ 12 मिटर हाइट भनेको छ 12 मिटर एंगल अफ एलिभेसन एन्ड डिप्रेसन भनेको अब छतदेखि हेर्दाखेरि छतबाट हेर्दाखेरि चाहिँ एंगल अफ एलिभेसन भनेको कस्तो एंगल हो एलिभेसन भनेको द एंगल फर्मड व्हेन वी सी एनीथिङ दैट अबभ आवर आई लेभल हाम्रो आई लेभल भन्दा कुनै पनि चीजलाई हामी माथि हेर्छौं भने त्यो एंगल अफ एलिभेसन हुन्छ र तल हेर्यो भने त्यो चाहिँ एंगल अफ डिप्रेसन भयो हैन अब हामीले यो घरको छतदेखि हेर्दाखेरि हैन घरको छतदेखि हेर्यौं भनेपछि एंगल अफ एलिभेसन घरको छतदेखि टावरको टपलाई हेर्यौं भने चाहिँ यो भयो अब यसको चाहिँ एंगल अफ एलिभेसन 60 डिग्री भनेको छ यो 60 डिग्री चाहिँ एलिभेसन एंगल यो चाहिँ डिप्रेसन एंगल अब यसमा 60 डिग्री एलिभेसन एंगल भयो अब यसमा नेमिङ पनि गर्दियौं नेमिङमा चाहिँ ए बी सी डी ई मान्दियौं है यस्तो मान्दियौं ए बी सी डी ई अनि यसमा चाहिँ के छ भन्दाखेरि अब एंगल अफ एलिभेसन 60 डिग्री भयो अब त्यही घरको छतदेखि हामीले बटम टावरको बटममा हेर्यौं भने चाहिँ टावरको बटम यो भयो अब यहाँदेखि हामीले यसरी हेर्यौं भने यसरी हेर्यौं हैन अब यसरी हेर्यौं भने यो चाहिँ कति भयो यो चाहिँ 30 डिग्री बनायो रे यो 30 डिग्री भएपछि यो पनि कति भयो 30 डिग्री भयो यो पनि 30 डिग्री हुन्छ अब यसमा चाहिँ अब बेसिकली अब यो एंगलहरु दिया छ हाइट दिया छ लेन्थ दिया छ अब यसबाट चाहिँ यो एडी को हाइट चाहिँ निकाल्ने हो के एडी को हाइट कति हुन्छ यो भनेको चाहिँ टावरको हाइट हो यो चाहिँ निकाल्नु पर्छ अब यसमा चाहिँ म सिधा डाइरेक्टली लेख्छु तपाईहरुले जस्तै let us suppose AD be the height of tower, BC equals 12 meter be the height of house, and 60 degree be the angle of elevation and 30 degree be the angle of depression भनेर लेख्न सक्नुहुन्छ तर म चाहिँ यता डाइरेक्ट गरिरहेको छु अब चाहिँ के गर्ने भन्दाखेरि अब हामीसँग यो BC भन्ने BCD भन्ने ट्रायंगल यो BC को लेन्थ छ त्यसैले हामीले यो वाला राइट ट्रायंगललाई हेरौँ हैन इन राइट एंगल्ड ट्रायंगल BCD अब BCD मा चाहिँ के छ भन्दाखेरि BC equals 12 मिटर यो भनेको चाहिँ P हो है P भनेको परपेन्डिकुलर डिस्टेन्स भन किनकि यो एंगलको जहिले पनि है एंगलको अपोजिटमा भएको जुन कुनै पनि राइट एंगल ट्रायंगलमा एंगलको अपोजिटमा जुन साइड छ नि त्यसलाई चाहिँ परपेन्डिकुलर भनिन्छ है परपेन्डिकुलर हाइट
अब हाम्रो बेस चाहिँ कुन छ डिसी, सिडी इक्वल्स यो बेस हो, बी इक्वल्स हामीलाई थाहा छैन, अनि थीटा चाहिँ 30 डिग्री दिएको छ। अब यसलाई सल्भ गर्न चाहिँ अब पी र बीको रिलेसन tan भन्ने यो ट्रिग्नोमेट्रिक रेसियोमा हुन्छ हैन। त्यसो भए हामीले tan को युज गरौँ, tan थीटा इक्वल्स p बाई b, tan 30 इक्वल्स p भनेको 12, b भनेको हामीलाई थाहा छैन। अब tan 30 भनेको 1/√3 अनि त्यसपछि इक्वल्स 12/b, सो b इक्वल्स 12√3। यो भनेको के हो? यो भनेको cd। अब हामीलाई यो cd को लेन्थ चाहिँ 12 हुन्छ भनेपछि 12√3 हुन्छ भने 12√3 मिटर हो यो। 12√3 कहिले पनि यो हामीले युनिटहरु चाहिँ नछुटाउँ है, किनकि युनिट लेखेको छैन भने 0.5 नत्र 1 मार्क्स काट्दिन सक्छ। त्यसैले अब यो cd को लेन्थ 12√3 छ भने be को लेन्थ पनि त त्यही हुन्छ, किनकि यो साइड र यो साइड चाहिँ इक्वल हुन्छ नि त। त्यसैले जस्तै हाम्रो खुट्टा एउटा, जस्तै यो घरको खुट्टादेखि टावरको खुट्टासम्मको लेन्थ सेम छ भने घरको छतदेखि टावरसम्मको लेन्थ पनि त सेम हुन्छ। त्यसैले चाहिँ BE पनि यो भनेको BE पनि हो है। अब हामीसँग बेसको लेन्थ आइसक्यो। अब हामी यता इन राइट एङ्गल्ड ट्रायङ्गल BEA मा हेरौँ है। BEA भन्ने राइट ट्रायङ्गलमा हेरौँ। यसमा चाहिँ अब BE भन्ने जुन छ नि, BE भनेको बेस हो, त्यो चाहिँ कति छ 12√3 मिटर छ। अब AE जस्तै कि हामीले टोटल हाइटलाई AD लाई चाहिँ h मानेको छ भने यो त 12 हो, किनकि यो र यो सेम हुन्छ। 12 मिटर भनेपछि यो कति भयो? AE भन्ने डिस्टेन्स चाहिँ h - 12 भयो हैन। h - 12 भनेको AE इक्वल्स P इक्वल्स h - 12। अब थीटा चाहिँ 60 डिग्री छ। देन tan थीटा इक्वल्स P बाई B, tan 60 इक्वल्स P भनेको h - 12, B भनेको 12√3। अब tan 60 भनेको √3 हो, इक्वल्स h - 12/12√3। अब जस्तै 12√3 इन्टु यो 3 हुन्छ नि त, यो भनेको त 12 इन्टु 3 हुन्छ, किनकि √3 इन्टु √3 3 हुन्छ। त्यसैले इक्वल्स h - 12। अब 12 3 जा 36 प्लस 12 इक्वल टु h, और h इक्वल टु 48 मिटर। अब हाम्रो h भनेको त हाइट अफ द टावर हो, त्यसैले टावरको हाइट चाहिँ h इक्वल टु 48 मिटर आयो नि। यो भनेको चाहिँ टावरको हाइट भ्याल्यु, देयरफोर द हाइट अफ द टावर इज 48 मिटर भनेर लेख्न सकिन्छ लास्टमा चाहिँ, कन्क्लुजनमा। यति गरेर चाहिँ तपाईको 3 मार्क्स आइहाल्छ। अब यसमा चाहिँ बेसिकली केही पनि हुँदैन, क्वेसन पढ्ने, अब क्वेसन कसरी दिया छ भन्ने मात्रै हो। जस्तै अब कसरी सोध्या छ क्वेसनमा चाहिँ के डिटेल इन्फर्मेसनहरु दिया छ, त्यो क्वेसनमा दिएको इन्फर्मेसनलाई हेरेर अब कतिखेर कस्तो हुन्छ कि, जस्तै कतिखेर हामीलाई परपेन्डिकुलर लेन्थ दिया हुन्छ, कतिखेर हामीलाई बेस लेन्थ दिएको हुन्छ, अनि थीटा नदिएको पनि परपेन्डिकुलर लेन्थ र बेस लेन्थ दिएर थीटा सोध्न सक्छ, अथवा थीटा र एउटा कुनै लेन्थ दिएर अर्को लेन्थ सोध्न सक्छ। त्यसैले अब यो फर्मुला लगाएर अब ट्रिग्नोमेट्रिक रेसियोहरु छन्, जस्तै p चाहिएको छ भने p चाहिएको छ, b चाहिएको छ, कुन चाहिएको छ त्यसको आधारमा h चाहिएको छ। h पनि हुन्छ नि कतिखेर हाइपोटेनियस पनि सोधिरहेको हुन्छ। जस्तै कुनै पनि एउटा कन्डिसनमा, जस्तै ल्याडर भनेको CD लाई हामीले एउटा वालमा लगायौं, अनि त्यसको यस्तो भयो भने अब CD को लेन्थ कति हुन्छ भनेर जस्तो पत्ता लगाऊ भन्ने हुन्छ, त्यतिबेला h चाहिन्छ। त्यसरी कन्डिसन अनुसार अब कुन ट्रिग्नोमेट्रिक रेसियो युज गर्ने, साइन कस ट्यान मध्ये एउटा युज गरेर त्यसरी निकाल्न सकिन्छ। अब यसमा चाहिँ हामीलाई हाइट सोधेको थियो, त्यसैले हामीले हाइट निकाल्दियौं। अब यसरी नै हो। यसमा चाहिँ तपाईलाई यो सल्भ गर्यो भने 3 मार्क्स आइहाल्छ। यो चाहिँ बोथ अप्सनल र कम्पलसरी दुईटैको लागि काम लाग्छ। त्यसैले फोकस गर्नु होला। यो इजी नै छ, यो त्यस्तो गाह्रो छैन। अब एउटा एक्स्ट्रा बोनसको लागि के भनिदिन्छु, जस्तै कतिखेर कस्तो सोधिरहेको हुन्छ भन्दाखेरि, एउटा कुनै हाइट छ, अब त्यसको छतदेखि
टपदेखि हामीले एउटा ठाउँमा हेऱ्यौँ, दुईवटा पोइन्टमा हेरिरहेछौँ रे भनौँ। यसरी दुईवटा पोइन्टमा हेरिरहेछौँ भने अब यहाँ चाहिँ एउटा एङ्गल बन्छ, यहाँ चाहिँ अर्को एङ्गल बन्छ नि त। जस्तै यहाँ चाहिँ अर्को एङ्गल कुनै बीटा एङ्गल बन्यो भनौँ होइन, यता चाहिँ थीटा एङ्गल बन्यो, यता चाहिँ बीटा एङ्गल बन्यो होइन। एङ्गल मैले मानेको मात्र हो त्यो। अब कतिखेर हामीलाई जस्तै यो हाइट दिएर यो हाइट चाहिँ हामीलाई दिया हुन्छ भन्दाखेरि यो हाइट चाहिँ दिएर अब यो थीटा र बीटा निकाल त्यस्तो सोधिदिन सक्छ कि। कस्तो सोधिदिन सक्छ, जस्तै यो थीटा र बीटा जोडेर 90 हुन्छ या त कति 150 यस्तो कन्डिसनहरू दिएर यो 90 भएपछि त यता थीटा मानेर यसलाई 90 माइनस थीटा मानेर गर्न सकिन्छ। अब यो थीटा र जस्तै यो पोइन्ट र यो पोइन्टको डिस्टेन्स कति छ त्यस्तो पनि सोध्न सक्छ होइन। त्यसैले एउटा लेन्थ दिएको हुन्छ र कुनै एङ्गल दिएको हुन्छ भने अर्को लेन्थ निकाल्न सकिन्छ। अनि कि त अब जस्तै यो पोइन्टबाट यो पोइन्टको डिस्टेन्स कति छ भनेर सोध्न सक्छ। यस्तो क्वेसनहरू पनि हुन्छ होइन। हाइट एन्ड डिस्टेन्स त्यस्तो गाह्रो छैन। हल्का क्वेसनलाई बुझ्यो भने, जस्तै क्वेसनलाई फिगरमा, जस्तै मैले त फिगरमा भिजुअलाइज गरेको छु नि, अब त्यो क्वेसनलाई फिगरमा भिजुअलाइज गर्न जाने भने चाहिँ इजी नै छ। त्यति हो। यति सल्भ गरेपछि 3 मार्क्स आइहाल्छ। इजी नै हुन्छ, त्यस्तो गाह्रो क्वेसनहरू सोध्दैन, इजी टाइप नै सोध्छ क्या।